भाइ भन्नु न कताबाट हुन्छ यार अस्ति होला अङ्गुर किन ओ भाइ हेर्नु कति दिँदा भाइले भाइलाई जोत्दैछन् अगाडिबाट हुन्छ पछाडिबाट तिमीलाई थाहा छ भाइलाई हेल्प गर उनले 50 रुपियाँ पाउँछन् सन्तुष्टि अगाडिबाट हुन्छ दाइ गाइज आज मैले बेटर फ्युचर कन्सल्टेन्सीको तर्फबाट होइन रस्व दीर्घ च्यालेन्ज गराउँदैछु आज नेपालीको इक्जाम होइन सो कतिले चाहिँ शुद्ध लेख्न सक्छन् भन्ने कुरा यहाँबाट डिटरमाइन हुन्छ मैले च्यालेन्ज गराउने वाला छु इक्जाम दिएर आउनेहरूलाई चाहिँ फर 50 रुपिजको लागि है इक्जाम कस्तो भयो इक्जाम बब्बाल भयो नि बवाल भयो के अरे होइन म रस्व दीर्घ च्यालेन्ज चाहिँ गराउँदैछु शुद्ध कतिको लेख्न सक्छौ भन्ने कुरा होइन र पुरुष लेख्दाखेरि होइन कस्तो लेख्छौ लेखेर देखाउ न लेखेर करेक्ट लेख्यौ भने 50 रुपियाँ दिन्छु है त ढुक्क हो नि पुरुष पुरुष स यो कस्तो छ मोटो छ हो पेटतिर छ हो ओके करेक्ट यो चाहिँ मिल्यो है बुद्धि लेखेर देखाउ बुद्धि त अलिक गाह्रो छ जस्तो लाग्यो होला त बुद्धि पुरुष चाहिँ मिलायो है रस्व दीर्घ के हुन्छ रस्व दीर्घ के हुन्छ दीर्घ हुन्छ कि होइन म सिकाइदिने कुरै भएन नि भन्नु न एउटा भन्दै के जाँदैन भन्नु न यस्तो ठिक छ मिलेन अगाडिबाट हुन्छ रस्व हुन्छ है बुद्धिको अर्को कानुनी लेखेर देखाऊ कानुनी कानु नीको रस्व दीर्घ के हुन्छ दीर्घ नै हुन्छ ठिक हो मिल्यो है अनि शहीद लेख शहीद 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 त पुरै बिगार्यो है भाइ गुड क्वेश्चन यु आर अ गुड क्वेश्चन स पनि मिलेन पातलो स हुँदै हुँदैन ए हो र अनि मोटो स ए अनि हि दीर्घ द हुन्छ शहीद है थाहै रहेन मलाई त ल भाइले तीनवटा मिलायो है लास्ट वान है त सन्तुष्टि लेखेर देखाऊ सन्तुष्टि 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 अब अगाडिबाट रस्व दीर्घ के हुन्छ भाइ भन्नु न कताबाट हुन्छ यार अस्ति होला अङ्गुर किन ओ भाइ हेर्नु कति दिँदा भाइले भाइलाई जोत्दैछन् अगाडिबाट हुन्छ पछाडिबाट तिमीलाई थाहा छ भाइलाई हेल्प गर उनले 50 रुपियाँ पाउँछन् सन्तुष्टि अगाडिबाट हुन्छ दाइ अगाडिबाट हो ढुक्क ल छिटो ल गाइज उहाँले तिमीहरूले गर्दाखेरि 50 रुपियाँ एक्स्ट्रा कमायो है ल तिमीले चाहिँ 150 रुपियाँ कमाएको छौ मसँग पैसा छैन भन्यो भने के हुन्छ छैन भन्यो भने के हुन्छ म कता राखेँ मलाई थाहै छैन है म इसेवा गरिदिउँ हेर्न सक्नुहुन्छ उहाँको पैसा चाहिँ मैले दिइसकेँ रमाइलो भयो नि होइन ओके नेक्स्ट टाइम भेटेर खुसी लाग्यो है त भोलि पनि आउनु भोलि नि खेल्छु म हस् ल बेस्ट विसेस फर यो इक्जाम है त अल इक्जाम